एउटा कुरा भन्न आएको। कतिपय पुरुषहरूलाई के लाग्दो रहेछ भने हामी महिलाहरूले गेटअप ड्रेसअप जति पनि राम्री हुन्छौँ नि त्यो केटाहरूलाई देखाउनको लागि हो भनेर कति ठुलो भ्रममा बाँचिरहनु भएको छ ए पुरुष हजुरहरू। याद गर्नुभएको छ तपाईँको मम्मी तपाईँको सानो बच्चा बाहिर निस्किनुभन्दा अगाडि ऐना हेरेर राम्री हुन्छन्। बुढी भएको मान्छे पनि बाहिर निस्किने बेलामा लिपस्टिक लाउँछन्। घर बस्दा किन लाउँदैनन् त? सानो बच्चा छोरी मान्छे फ्रक केही दियो भने ऐना अगाडि बसेर घन्टौँ रमाउँछन्। केटा मान्छेहरू गर्छन्? केटा मान्छेहरू हाँ भन्छन्। किन भन्दा महिलाहरू नेचरले नै राम्री भएर सजेर बस्ने नेचरका हुन्। त्यो तिमीहरूको भ्रम हो कि तिमीहरूको लागि रेडी हुन्छौ भनेर महिलाहरूले एप्रिसिएसन गर्दा क्या खुसी लाग्छ। तर फेरि राम्री नहुने महिला उहाँहरूलाई पनि सलाम छ, उहाँहरूको आफ्नो चोइस हो। तर जो बनेर हिँड्छन्, राम्रो लगाएर हिँड्छन्, त्यसको मतलब केटा मान्छेलाई अट्र्याक्ट गर्नको लागि होइन। कतिपय मान्छेले कन्फिडेन्ट फिल गर्छन् आफूलाई राम्रो टक्क गेटअपमा प्रेजेन्ट गर्दा। कत्रो ठुलो भ्रममा बाँचिरहनु भएको छ। प्लिज 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 यो भ्रमबाट निस्किनु होला है। हामी छोरी मान्छेकै लागि राम्री हो नि हो। छोरी मान्छेले तारिफ गर्दा क्या मक्ख पर्छौँ होइन। तर अर्को एउटा कुरा, श्रृङ्गार गरेको महिला भन्दा मेहनतमा सजिएको महिला धेरै राम्रो हुन्छन्। त्यो मलाई पनि थाहा छ। तर जो श्रृङ्गार गर्छन् ऊ पनि सही छन्, जसले जस्तो गेटअप गर्छन् त्यो पनि सही छ। तर यसको मतलब कुनै पनि पुरुषलाई देखाउनको लागि, उसलाई अट्र्याक्ट गर्नको लागि भन्ने मिसकन्सेप्टबाट चाहिँ निस्किन जरुरी छ। हस् त, यति नै आजको ज्ञान। धन्यवाद।